हामी कहाँ जाँदैछौँ आज? कालिम्पोङ जाँदैछौँ। सैलुङ जाने अनि कालिम्पोङ जाने। सायद थुम्कामा बसेर हामी कहाँ कालिम्पोङमा मेरो त घोडा कस्तो दुखेछ भने कसरी? यो त्यो खुम्चेर के हेलो हेलो, कस्तो हुँदैछ? मैले आलु छुटाइरहेको छु। माथि राखेर लाने म चाहिँ माथि नै हेर्दै मम्मी दिदी कस्तो हुँदैछ ट्रिप? भिनाजु कस्तो हुँदैछ? धेरै चिसो रहेछ। त्यही भएर घाम ताप्दैछौ। घाम ताप्दैछौँ यहाँ। हिमाल हेर्दै। अब खाना खाने ठाउँ रोकेको छ, खाना खाने घिउ भात मात्र खानु। अघि खोइ आन्टीले कहाँ हात सुक्यो भन्नु भएन? अब नधुने हुन्छ आफ्नो हात जग्गामा तपाईँ नखान्छ? बिचमा केही लेखेर हुन्छ घर भन्दा नि त ग्रेट वाल अफ नेपाल। कता त्यता हिमाल आउँछ कस्तो ठाडो देखेको? ग्रेट वाल अफ चाइना भर्खर सिद्धियो। ग्रेट वाल अफ नेपाल चाइना होइन। अब हामी यहाँबाट हिँड्दैछ। मम्मी ठिक छ हुनुहुन्छ नि? ल शिवानी ठिक छौ? सैलुङको यात्रा रमाइलो ल आन्टीहरू सबलाई रमाइलो लागिरहेको छ होइन? एकदम रमाइलो भइरहेछ। आन्टी ठ्याक्कै ट्रेकिङ जान लाग्नु भएको छ। ट्रेकिङ कडा हजुर। नमस्ते। ल ओ सैलुङको डाँडामाथि ए थुम्का यतै त छ नि देवी होला देवी होला नि गुफा चाहिँ भनेको हामी जाने कता? यो त गुफा जाने बाटो देखा हो।
4-5 बज्यो भने त हामीलाई नि त्यहाँ पुरीमा आउँदा हल्का रमाइलो अरू थुम्का जान बाँकी नै छ हामी गोखा जान लागेको के भयो भिडियो खिचिरहेको ऊ त्यो थुङ्गामा त जानै बाँकी छ अब त्यहाँ कतातिर हो बोलिराख्छन् दिनु म बोक्छु झोला एकछिन बाह्र थुम्का मेन थुम्का चाहिँ माथि होला यो ढुङ्गामा हेर न आकार तलबाट आकार आज देखिँदैन होला छायाले देख्यो नि ठुलो पहाड हजुर सर्टकट आइसक्यो मान्छेहरू क्या घुम्न आउनु होइन तर होइन फोहोरहरू चाहिँ के छ फालेर हिँड्नु क्या होइन बस्ने आदत छ क्या कति लाग्छ अब अब 10-15 मिनट चाहिँ लाग्छ होला 15 मिनट लाग्छ मम्मीहरूलाई त अझै लाग्छ फाइनल्ली त्यो त डेस्टिनेसन सैलुङ मन्दिर नै त्यही हो मेन हो भ्यू स्या स्या गरेको आवाज आउँछ होला भिडियोमा मैले फर्किँदै अब दर्शन गरेर कस्तो लाग्यो सैलुङ लुगा चेन्ज गरी गरी सैलुङ घुम्नु म हेरेँ नि सेर्पिन जाँदै फोहोर उठाउनु जाला त्यस्तो देखेको छैन राम्रो देखेको छ म्याचिङ भएर सेर्पिनी बनायो हामी जहाँबाट अघि महादेव गुफा गएको थियौँ यताबाट गएको थियौँ अघि अनि घुमेर हामी माथि पुगेर फेरि यही बाटो फर्किँदैछौँ होइन हामी गुफा भनेर गुफा हिँड्यो राजाको दरबारहरू त यस्तो ठाउँमा हुनुपर्ने नि है पहिला पहिला थियो होला होइन पहिला पहिला त त्यो द्वन्द गर्नु पर्थ्यो अङ्ग्रेजहरूसँग लड्नु पर्थ्यो अनि टाढा टाढा डाँडा डाँडा दरबार अहिले त के सहरमा बस्छ सैलुङ घुमेर आइयो किन हुन्छौ निष्ठुर तिमी आजै गई बुढा सुब्बा तर हामी सैलुङ घुमेर आएको फेरि ग्रेट वाल अफ नेपाल आइपुग्यौँ हामी
खान तल आउनुपर्ने हो आज यहाँ यस्तो उसो गरेर खाँदैको त आन्टी हल्का रमाइलो के हो हामी त डाँडा उक्ले छौँ लगानु त झन् उक्ले छौँ ए दिदी होटलको छलबाट पनि दामी हराइसक्नु त छैन र यस्तो चिसो वा दिदी अझ बाक्लो लिएर आएको छु यहाँ हेर्नु न उड्ने हेर्नु मम्मी उता सुत्नुहुन्छ नि यो तान्नु है यतापट्टि पर्दैन त एउटै टाढो पुग्छ दिदीलाई त जाडो आउँदैन नि ती माथि राख्नु ब्याग माथि राख्नु यहाँ पर्छ उहरू छ क्या पर्छ होइन उता ब्याग माथि क्या हाम्रो ब्याग माथि राख्नु न यस्तो दाउ लाडो नि त अब होइन अब भाग्नुहुन्छ है गुटुङ पापा हामी यही ठाउँमा छ नि अन्त भगवान्ले यो ठाउँ जन्माले 5 खालको तातोमा जन्मनु पर्छ जाडो भइसक्यो तिमीपट्टि नतार त बिना चाहिँ हेर डर बिना चाहिँ डर जिरोले जाडो हुन्छ जिरो छैन यो ठाउँमा जाने हो त म यहाँको स्थिति के छ कोही छैन त अनुहार त कसैको छैन त म एउटा मात्रै जिउँदो छु एउटा मात्रै जिउँदो छु फोटो एउटा हाल्न सक्ने एउटा कस्तो भन आन्टी हजुर भोलि बिहान 8 बजे रे है तिम्रो सासूज्यूले उता त आफ्नो बुढा च्यापेर सुत्यो भन्दै दुखेको मटर मम्मीले त आएर हामीलाई रमाइलो भयो अर्को ओन्डी पनि खुट्टामा थापेर सुत्यौँ नि त ऊ मलाई नि एक्लै पार्दै यहाँ ऊ भनि भन आन्टी डबल भाउजूको पाला भाउजू त खाँदेको हामी आधी घन्टामा पुग्छौँ भनेर भन्नुभएको छ आमाले हिँडेर जाने निर्णय गऱ्यौँ केबल कारको अप्सन पनि थियो हामीसँग अब हिँडौँ कति टाइम लाग्छ हामीलाई आमाले 8-2 घन्टा भने त हामीलाई 1 घन्टा लागिसक्छ ल सबजना हिँडेर जान रेडी हो ल बिस्तारै जाउँ आफ्नो ज्यानलाई शास्ति नदिकन बिस्तारै हिँड्दै जाउँ ल दुईटा मात्रै चलाएर थियो नि आज मान्छे भिड नभएर 2टा मात्रै केबल कार चढ्यो अरे त्यही भएर हाल्ने ठाउँै रहन्छ जहाँ अट्छ त्यही हाल्छ नि छैन हाल्ने ठाउँै छैन ल हाल्छु पूजा सामान रहेछ यहाँ छ नि पूजा सामान छ माथिबाट भइहाल्छ नि लियो भइहाल्यो कस्तो राम्रो फेरि अड्क्यो भयो जाम मौसमले यस्तो राम्रो दिएछ नि हामीलाई अहिले मौसमले धेरै साथ दिएछ है आरामले जाउँ भयो ल मैले सजिलो बनाइदिएँ ढाड कुकुर पारेर हस् रेडी कति भाग्यमानी रहेछ तपाईँहरू कस्तो मजाले घाम झुल्क्यो सफा गाह्रो छैन 1 स्टेप 1 ब्रेथ भन्नु न 1 स्टेप 1 ब्रेथ
कस्तो मजाले झुन्डे के रहेछ भुइँमा भन्दै आज गुडाको ओहो हेर त पुरा यस्तै काँडा काँडा भएको ए हेर्नु घाँसमा क्या मजाले अल्झ्या आप्पा सिसा ए ऊ यहाँ यी कस्तो मजाको देखेको आमै त्यति मन्दिर चाहिँ त्यो माथि पुग्नुपर्छ माथि अब टोलीहरू अझै पुग्नु छैन यहाँबाट चाहिँ भर्याङ छुट्टै छ डाँडा पनि छुट्टै बिस्तारै अन्त फुट्यो अलिकति असजिलो तललाई तललाई छ हो यतिकै थपक्क राख्नु मैले यहाँ छ म त यहीँ राखिदिएँ चामल चामल राखिदिएँ हो त्यहाँ यो पोसाक एउटा लाउन मिल्छ गुरु मिल्छ एउटा लाउन है आज उता बिस्तारो बाई बाई आउँदै गर्नुहोस् है बस्नु ठुलो मान्छेलाई यो सानो झोला छुट्यौँ भने